पढ्न त म त लेखेर होमवर्क लेखिदिन्थेँ म मेरो आडामा बस्नेलाई होइन 2 रुपियाँ 5 रुपियाँ दिएर होमवर्क ल्याउने के प्रत्येक के अरे त्यो सब्जेक्टमा फरक फरक राइटिङ हुन्थ्यो मेरो फरक फरक हुन्थ्यो नि त मैले 30 मा 32 पूर्णाङ्क ल्याइदिएछु इक्जाममा 30 मा 32 ल्याइदिएको कि कसरी त्यस्तो चाहिँ अब म चाहिँ फेरि खतरा हो क्या फेरि यहाँ हेरेँ लेखेँ भने होइन त्यहाँ हेरेर पुग्थ्यो क्या मलाई हामीले नि कपी होइन ऊ फर्स्ट भयो भने म सेकेन्ड हो होइन ऊ फेल भयो म फेल हो त्यस्तो हान्थ्यो नि होइन मलाई त 10 बजी त थाहा हुन्थ्यो भोलि के सब्जेक्ट हो भने बिहान क्या अब 10 बजी त थाहा हुन्थ्यो कि आज इक्जाम के हो भन्ने कुरो अनि गयो सरले गरेर पढाइ त्यस्तै थियो होइन खासै पढेन भनौँ न अहिले फेल भइस भन्दाखेरि साथीले पढेन अनि नागरिक नैतिक भन्ने थियो त्यतिखेर त्यो खारेज पनि गर्यो त्यो काम नैतिक शिक्षा 30 पूर्णाङ्कको थियो 35 आएछ कि कसरी आएछ भन्दाखेरि मैले पहिला जानेको गरेँ त्यसपछि भाद्राङ बुद्रुङ अरू नजानेको गरेँ होइन फेरि त्यही जानेको रिपिट गर्दै फेरि जान नजाने त्यहाँ अब त्यहाँ त मार्क्स त दिँदै जानु भयो सर नै कन्फ्युज के 30 35 कसरी आयो होइन अब फलाना क्वेसनको एन्सर यतिमा यति भनेर लेख्यो फेरि गाद्राङ बुद्रुङ लेख्यो अरू गाद्राङ बुद्रुङ मिलेकोले फेरि फलाना खलाई त्यसलाई रिपिट गरिदियो 35 पुग्यो अनि मैले यस्तो धोबी खाएपछि त्यसपछि म इन्डिया गएँ